ओत्तागिरानी अभमङ सेवारो किरा धर्मगुरु अंशिमाङ लिङदेन आत्मानन्द सिंह तथा किरा धर्मगुरु आमा साम्बा पवित्र हाङमा लिङदेनज्यूहरूको कोमल चरणमा मेरो ढोक बिन्ती सेवा चढाउन चाहन्छु। र हामी चाहिँ बेस क्याम्प जाने क्रममा यो सेन्से फोक्ताङलुङको बेस क्याम्प हो। यहाँनिर चाहिँ अगाडि नवीन दाई अनि पछाडि सिकुम भाइसँग हामी एकदमै रमाइलो कुराकानी गर्दै आश्रमबाट 2-3 घन्टाको बाटो अगाडि बढिसकेका थियौँ। र यो चाहिँ बेस क्याम्प फोक्ताङलुङ बेस क्याम्प अगाडि छौँ हामी चाहिँ। यहाँ नवीन दाईले हाम्रो माग्निसा चाहिँ अगाडि टाउकोमा बाँधेर अगाडि बढिराख्नु भएको छ भने चाहिँ हामी पछाडि भाइ र म चाहिँ पानीहरू हाम्रो झोलाहरू बोकेर अगाडि बढ्दैछौँ। हामी चाहिँ यहाँनिर एकछिन अल्मल्यौँ किनभने हिउँ पहिरो फोक्ताङलुङको हिउँ पहिरो चाहिँ एकदमै ठुलो जान्छ क्या, गडाङ गडाङ एकदम पृथ्वी थर्काउने गरी। अनि एकछिन अल्मल्यौँ पनि, एकछिन सुन्यौँ। यहाँ अगाडि हेर्दाखेरि चाहिँ ठ्याक्कै झर्दै थियो क्या यहाँनिर अगाडि। अनि त्यस पछाडि हामी सुन्दै गफ गर्दै अगाडि बढिरहेका थियौँ। र यहाँ वारिपट्टि उकालो हेऱ्यो भने चाहिँ यस्तो राम्रो मनमोहक दृश्य देख्न सकिन्छ, यस्तो रमाइलो फिल गर्न सकिन्छ। यो ठाउँ कुनै स्वर्ग हामीले जिउँदै कहिले पनि देख्न सकिँदैन, हाम्रो लागि त एकदमै स्वर्ग हो। र म चाहिँ एकदम घाम भन्दा पनि हामी बैतरनी पुग्दाखेरि चाहिँ कहिलेकाहीँ पानी पनि पर्न सक्छ, यहाँको मौसमलाई एकदमै बुझ्न सकिँदैन। त्यसैले मैले छाता बोकेको थिएँ, छाता बोकेर अगाडि बढिरह्यौँ। र यहाँनिर पुग्दा पुग्दै एकदमै धेरै तिर्खा लाग्यो। अनि मैले 1-2 घुर्की पानी खाएँ, एकदम मिठो। यो पानी चाहिँ मिनरल वाटर चाहिँ यहाँनिर मात्रै पाउन सकिन्छ क्या, यो फिल गर्न पुगेँ मैले चाहिँ। ठ्याक्कै पानी खाएँ, पानी खाइसकेपछि 1-2 घुर्की खाँदै बसेँ। अनि खाइसकेपछि फेरि अगाडि बढ्न थाल्यौँ। अगाडि बढ्दाखेरि चाहिँ बेस क्याम्प अगाडि हामी ठ्याक्कै पुग्यौँ। यहाँ वारिपट्टिको माथि पर्खालमा चाहिँ हामीले टुरिस्टहरू चाहिँ यहाँनिर ट्रेनिङ गरिरहेको थियो क्या, किनभने फोक्ताङलुङमा पनि उहाँले ट्राई गर्नुभएको हो कि कञ्चनजङ्घाको लागि ट्राई गर्नलाई चाहिँ यहाँनिर ट्राई गरिराख्नु भएको थियो। हामीले एकछिन उभिएर पनि हेऱ्यौँ पनि, यहाँनिर चाहिँ काँटा जस्तो क्या ठ्याक्कै फलामको ढुङ्गामा ड्याम्मै गाडियो अनि मुनिबाट झुन्डिनु पर्ने रहेछ। 5 मिनट 10 मिनट 15 मिनट 20 मिनट जति झुन्डिन सकियो उति चाहिँ हिमालमा त्यो हिउँमा झुन्डिन सकिन्छ नि त है, त्यसरी चाहिँ अगाडि बढ्दो रहेछ। एकछिन हामी पनि हेरौँ न त भनेर एकछिन हेऱ्यौँ पनि। र यहाँबाट चाहिँ म अलिक अगाडि बढेँ है त। अगाडि हिँड्दाखेरि चाहिँ भाइले मलाई भिडियो गरिदिनु भयो, भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ चाहिँ एकदमै रमाइलो फिल भइराखेको थियो मलाई चाहिँ, किनभने एकदमै फर्स्ट टाइम पनि थियो यो यात्रा, मेरो जिन्दगीको पहिलो यात्रा पनि हो। अनि ठ्याक्कै बेस क्याम्प अगाडि ठ्याक्कै पुग्यौँ पनि है, यसरी देख्न सकिन्छ बेस क्याम्प। र ठ्याक्कै पुग्दाखेरि चाहिँ यहाँ चाहिँ मैले चस्मा खोलेँ, किनभने अझै राम्रो देख्न पाइन्छ नि त भनेर, होइन त। अनि एकदमै मजाले हेरेर यसरी उभियौँ है त, नोगेन सेवारो।